ल हामी फेरि अर्को पर्यटकीय स्थल गुप्तेश्वर गुफा भन्ने ठाउँमा आएका छौँ र अब हामी यहाँ टिकट लिएर सुरुङभित्र प्रवेश गर्ने तयारीमा लागेका छौँ र हाम्रो साथीहरू अगाडि गइसक्नु भएको छ। ल जाउँ जाउँ। ल यो चाहिँ गुप्तेश्वर गुफा है साथीहरू, पोखरामा रहेको अर्को एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल यो गुप्तेश्वर गुफा हो र यहाँ म फेरि नै आइसकेको छु। तथापि यो फेरि पनि यहाँ आएको बेलामा यो यहाँ आउन नसक्नुभएका साथीहरूको लागि भनेर मैले यो भिडियो बनाएको छु र यो चाहिँ निकै परसम्म छ, निकै लामो छ यो गुफा र यो गुफाको भिडियो म यहाँलाई देखाउनेछु र यो भ्रमणका क्रममा अन्य ठाउँका भिडियोहरू पनि मैले तयार गरेको छु, छोटो छोटो क्लिपहरू र त्यो धेरै क्लिपहरूलाई मैले मेरो फेसबुकमा पनि राख्ने गरेको छु। भनेदेखि मेरो युट्युब च्यानल सङ्गममा केही डाइनामिक युट्युब च्यानल पनि मैले राख्ने गरेको छु र साथीहरू यहाँहरूले त्यो च्यानल भिजिट गरेर धेरै कुराहरू हेर्न सक्नुहुनेछ। र यो गुप्तेश्वर गुफा चाहिँ हामी यसरी प्रवेश गरिसकेका छौँ र म परसम्म यहाँलाई लिएर जानेछु र यो यसरी हामी सिँढी ओर्लिँदैछौँ, निकै तलसम्म छ यसरी। यहाँ पानीहरू पनि चुहिरहेको अवस्था छ र यहाँ धेरै पर्यटकहरू, यहाँ पोखरामा आउने पर्यटकहरू यहाँ आउने गर्नुहुन्छ। हजुर गुप्तेश्वर गुफामा प्रवेश गरिरहेका छौँ। धेरै साथीहरू यहाँ अगाडि गइसक्नु भएको छ। हाम्रो साथीहरू बाटो एकदम चिप्लो छ है साथीहरू। भिडियो